गाइस वेलकम टु माई न्यू ब्लग र आज हामी जानेवाला छौँ स्कुलको टुर पनि दिन्छौँ तपाईँहरूलाई र अब म नास्ता गर्छु र फेरि स्कुल जाने तयारी गर्छौँ ड्रेस लगाउँछु फेरि स्कुल जान्छौँ आज तपाईँलाई पनि म आफूसित स्कुल लग्छु आज स्कुलको फुल टुर दिन्छु तपाईँलाई ओके ओके लेट्स गो टु स्कुल माई म रेडी हुन्छु अब ओके लेट्स गो हामी स्कुलको लागि निकालिसकेका छौँ र अब आज तपाईँलाई स्कुलको टुर दिन्छौँ हेर्नुहोस् म यसरी जान्छु स्कुलमा अब म स्कुलको टुर पनि दिन्छु तपाईँलाई ओके हामी घरबाट निकालिसकेका छौँ र अब हामी जान्छौँ स्कुल चलो गो टु स्कुल चलो आस्ते आस्ते जान्छौँ हामी मजाले अहिले कति भएछ 8-9 बज्न लागेको छ र हामी जान्छौँ स्कुल ओके चलो अहिले हामी पुगिसकेका छौँ स्कुल नजिक र म अहिले चिगम खाँदै र यहाँ धेरै बाँदरहरू छन् र हामी अलि पर जान्छौँ र अलि यो डाँडोको पलतिर हाम्रो स्कुल रहेको छ र थोरै छ हाम्रो स्कुल पुग्नको लागि तपाईँ ब्लगमा कन्टिन्यू रहनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला प्लिज अब हामी तल जानेवाला छौँ हेर्नुहोस् यहाँ धेरै राम्रो भ्यू रहेको छ यो रोडबाट हामी जान्छौँ अगाडि र यहाँ यो हाम्रो स्वास्थ्य चौकी र त्यहाँ हेर्नुहोस् त बाँदरहरू छन् धेरै अहिले अब हामी आस्ते आस्ते जान्छौँ स्कुलतिर र म भिडियो बनाइरहेको छु र एक दुईवटा भाइ दाईहरू पनि छन् मसित लेट्स गो गाइज अब हेर्नुहोस् म चुइरम खाँदैछु लेट्स गो हेर्नुहोस् त म बाँदरलाई जिस्क्याउँदै गरिरहेको छु र म त झन्डै लडेँ यार त्यहाँ के भन्छन् बाँदरहरूलाई खेलेर आयो यसको हामी स्कुल पुगिसकेर यो हाम्रो क्लासरुम रहेको छ यो हाम्रो क्लासबाट हाम्रो साथीहरू आउँदै र यो हाम्रो क्लासरुम सर र हेर्नुहोस् हाम्रो यस्तो छ क्लासरुम र हामी बाहिर जान्छौँ हेर्नुहोस् बाहिरको हाम्रो मोबाइलमा के भन्छन् हाम्रो स्कुलमा मोबाइल लैजाउनु त अलाउ हुँदैन त्यही पनि तपाईँले छुट्टी लगेर तपाईँलाई ब्लग दिँदैछु र यो हाम्रो भाइ र यहाँ हेर्न सक्नुहुन्छ हाम्रो केटाहरू धेरै छन् र हामी फेरि आउँछौँ र लेट्स गो गाइज हामी स्कुलमा आइसकेका छौँ र हामी तपाईँलाई स्कुलको भ्यू देखाउनेवाला छौँ र हाम्रो स्कुलमा कार्यक्रम हुँदैछ शुक्रबारे र हामी अहिले तलको भ्यू पनि देखाउँछौँ तपाईँ ब्लगमा कन्टिन्यू रहनु होला ओके गाइज लेट्स गो हाम्रो स्कुलको माथितिरबाट यस्तो भ्यू देखिन्छ हाम्रो यो माथिल्लो सबैभन्दा त्यो अर्को अफिस रहेको छ त्यहाँ त्यो पहिलोवाला र हामी अब तल जानेवाला छौँ लेट्स गो गाइज हामी यहाँ माथि आइसकेका छौँ र हाम्रो यहाँ स्कुलमा मोबाइल एलाउड हुँदैन र हामी जतिसम्म तपाईँलाई हामी स्कुल देखाउने प्रयास गर्छौँ र कार्यक्रम देखाउने प्रयास गर्दछौँ र हाम्रो स्कुलमा आज गाउँपालिका स्तरीय हाजिर जवाब हुँदैछ र हामी देखाउँछौँ मोबाइल पनि एलाउड हुँदैन तर तपाईँको लागि देखाउँछौँ अलि लुकी छिपी गरेर ओके लेट्स गो ओके गाइज यो हाम्रो स्कुल रहेको छ र त्यहाँ कार्यक्रम सञ्चालन गर्न लागेका छन् र यो हाम्रो अफिस यो तल हेर्नुहोस् हाम्रो भाइ पनि छ यो हाम्रो क्लासरुम 9-10 को क्लासरुम र त्यसै त्यो अर्को तपाईँलाई पहिले हाम्रो यहाँको डाँडागाडाहरू देखाउँछौँ र फेरि हामी स्कुल देखाउँछौँ र यहाँ हाम्रो भाइहरू लेट्स गो गाइज हामी यहाँबाट देखाउँछौँ तपाईँलाई परेको छ स्कुलको यो हाम्रो अफिस रहेको छ तल स्टाफ रुम रहेको छ र होस्टेल पनि छ र यहाँ हाम्रो भाइहरू साथीहरू खेल्दै पछि पनि देखाउनेछौँ लेट्स गो गाइज म घर पुगिसकेको छु र स्कुलबाट आज धेरै लेट भयो ट्याक्क 3 बज्यो र अब म घर आइसकेको छु र म आज पसलमा जान्छु र पसलको अलिकति के कस्तो हुन्छ भनेर तपाईँले देखाउँछु र आजको स्कुलको कार्यक्रम राम्रोसँग भयो र अब म घर आइसकेँ हेर्नुहोस् त पसिना कस्तो आज यति फास्ट आएको कि छोडिदिनुहोस् आफ्नो रुममा जान्छु र कपडा चेन्ज गरेर फेरि म खाना खान्छु र फेरि दोकान जान्छु ओके लेट्स गो ओके गाइज म घर आइसकेको छु र तपाईँलाई दोकानको भ्यू देखाउनै भुलेर दोकानमा यति काम थियो कि आज तपाईँलाई आइएम सरी भन्न चाहन्छु र म दोकानको भ्यू तपाईँलाई देखाउन नपाएकोमा
म धेरै निराश रहेको छु। मैले अहिले दोकानबाट आएको र दोकानमा धेरै काम थियो, त्यसै कारणले म तपाईँलाई दोकानको केही भ्यू देखाउन सकिनँ र त्यसमा म क्षमा प्रार्थी छु। र आज म स्कुलबाट आउँदा धेरै लेट भयो र आज म खाना खाएर अब सुत्ने तयारी गर्दैछु। तपाईँलाई अबको भ्लगमा कन्टिन्यू राख्नेछौँ। हामी अलिकति भ्लग बनाउनेछौँ र फेरि हामी सुत्नेछौँ। फेरि भोलिको भ्लग र हाम्रो सर्ट्सहरू म हाल्दैछु र त्यसमा राम्रो लाइक सब्सक्राइब गरिदिनु होला भन्दै म अहिले जान्छु र म अब खाना खान जान्छु। लेट्स गो गाइज। गाइज हामी स्टोर रुममा छौँ र खाना अहिले खानेवाला छौँ र तपाईँलाई देखाउन चाहन्छु हाम्रो सुन्तला र मौसमीको कलेक्सन अलिकति छ। ओके, अहिले खाना खान्छु, खानाको ब्लग पनि देखाउँछु तपाईँलाई खाना कस्तो छ, हाम्रो म कस्तो खाना खान्छु तपाईँको लागि र तपाईँलाई सुन्तला देखाउँछु। हेर्नुहोस् त, सक्नुहुन्छ अलिकति सुन्तला र मौसमी। ओके, म अब खाना खानेवाला छु। तपाईँले खाना खानुभयो कमेन्ट गर्नुहोस् र प्लिज सब्सक्राइब गरिदिनु होला। लेट्स गो। ओके बाई। तपाईँलाई खानाको भ्लग देखाउँछु। लेट्स गो। यो हाम्रो घर नजिकको भ्यू हेर्नुहोस्, बाहिरतिर रातिमा यस्तो देखिन्छ र यो इन्डिया पहाडीतिर इन्डिया रहेको छ। ओके गाइज, त तपाईँलाई हामी देखाउनेवाला छौँ हाम्रो खाना र यो हाम्रो अन्डा कडी, यो सुक्खा रोटी, यो हाम्रो स्यालेड र यो हाम्रो सन्तुला रहेको छ, यो हाम्रो पानी। म यस्तै खाना खान्छु र म अब कहिले कहिले मात्र खान मिल्छ यो अन्डा कडी। उस्तरी त आलु गोबीको साग पाइन्छ र आजको खाना यस्तै छ हाम्रो आजको डिनर। ओके, त हाम्रो यसै छ। अब यस्तै छ खाना। अब म खाना खान्छु। ओके, तपाईँ पनि खाना खानुहोस्। लेट्स गो। ओके गाइज, मैले खाना खाइसकेको छु र अब म एडिटिङ गर्न बस्छु र भिडियो अपलोडिङमा छोड्छु र म सुत्न जान्छु। ओके बाई, लेट्स गो। थ्याङ्क यू फर वाचिङ। नेक्स्ट भिडियो प्लिज हेरिदिनु होला। ओके, गुड नाइट।